गुड मर्निङ एभ्रिवान। सो आज त म यहाँ पहाड अन्चु भन्ज्याङदेखि जाँदैछु है। आएको पनि 10 दिन भइसक्यो। त्यसैले आज त म यति राम्रो यति दाजुको घर छोडेर त आज तल म फिदिम जाँदैछु र फिदिममा केही दिन दिदीको घरमा बसेर चाहिँ सिधै इन्डिया जानेछु। दाजुले दिनुभएको हेर्नु होला बाटो खर्च। बिचारा मेरो दाजुले त्यो दुःख गरेर दिनुभयो। हेर्नुहोस् दाजुको मनहरू यस्तो हुन्छ है, माइतीहरू भनेको यस्तो हुन्छ, आफ्नो मान्छे यस्तो हुन्छ। हेर्नुहोस्। सो अब चाहिँ म मेरो सबैजना परिवारकोबाट बिदाबारी भएर जान लागिरहेको छु। हेर्नु मेरो परिवारहरू हेर्नु होला। सबैलाई बाई बाई। थ्याङ्क यू फर एभ्रिथिङ।